हेलो अनि गुड मर्निङ छ सबैजना साथीहरूलाई। आज मैले निशा गाई फार्म देखाउन गइरहेको छु। यो निशा गाई फार्ममा होलिस्टेन, जर्सीदेखि लिएर विभिन्न थरीका जातका गाईबस्तुहरू आउने नै छन्। अहिलेको लागि यति 3टा गाईहरू छ। बाँकी यहाँबाट 2टा बिक्री गरेर गइसकेको छन्। जस्तै आज म के देखाउन गइरहेको छु भने हामीले सामान्यतः कसरी गाईको लागि आहार व्यवस्थापन गर्ने र खर्चलाई कसरी घटाउने। जस्तो हामीले अब मैले चाहिँ के गरेको छु भने यो यसरी डुँड बनाएर राखेको छु। पहिला मैले डुँड बनाएको थिइनँ, त्यसले गर्दाखेरि गाईलाई खुल्ला ठाउँमै घाँस दिनुपर्ने, घाँस दियो आधी चाहिँ त्यो कुल्चिने, त्यो कारणले धेरै नै दुःख थियो। तर अहिले यसरी गरेपछि मलाई यो 3टा गाईलाई अहिलेको लागि चाहिँ दिनको 2 बारी हरियो घाँस र थोरै भुसाले पुगिरहेको छ। काम धेरै गर्नु परेको छैन र फुर्सद निकाल्नलाई सजिलै भइरहेको छ। यसलाई अब हामीले चाहिँ गर्दाखेरि डुँड बनाउँदा के गर्नुपर्छ भनेदेखि गाईले घाँस खायो अनि यो नेरी त्यसको तलको जमिन चाहिँ हामीले हल्का ढलान स्लोप बनाएर गाईले खाएको खानेकुराहरू दिनभरि खान्छ। बेलुका भएपछि त्यो फोहोरलाई पानी हालेर बगाइदिने। जस्तो दुईपट्टि अब वस्तुलाई छुट्टै डुँड बनाउँदाखेरि चाहिँ के हुन्छ भने कुन गाईलाई कति दाना घाँस कुन किसिमको हाल्नुपर्छ त्यो उनीहरूले छुट्टै खान पाउँछन्। तर पानी चाहिँ यसरी हामीले सङ्लो पानी राखिदिने, उनीहरूलाई जति बेला मन लाग्छ खान्छ, फेरि घट्छ थप्दियो। यसरी गरेको छौँ। यो गोठमा भएको अहिले चाहिँ यो बिचको ठुलो गाई भदौमा ब्याउनी छ। यो बाछी पहिलो बेते हो, यो असोजमा ब्याउँछ। साथै यो बाछीको माउ यो चाहिँ मङ्सिरमा ब्याउनी छ। यसरी डुँड बनाउँदाखेरि चाहिँ गाईको लागि दाम्लो बाँध्नको लागि मैले पनि भिडियोतिर हेरेर यसरी सिकेको छु। यहाँनिर नथी बाँधिदिने, दाम्लो बाँधिदिने, गाईको लागि म्याट हाल्नु एकदम आवश्यक हुन्छ। यसले गर्दाखेरि उनीहरूको बस्दा उठ्दा घुँडा ठोकेर सिमेन्टीमा घुँडा ठोकेर घाउ नलागोस् भन्ने कारणले यो म्याट चाहिँ एकदम आवश्यक हुन्छ। यदि सिमेन्टीमा छ भनेदेखि, सिमेन्टको ढलान छ भनेदेखि, माटोमा भएको गाईलाई त सोतर हालिदिँदा नि हुन्छ। तर यस्तो सिमेन्टी छ भनेदेखि चाहिँ यो म्याट राख्नु चाहिँ अति आवश्यकै हुने रहेछ। माया गरिरहेछ। यो ढोका चाहिँ मैले गोबर फाल्नको लागि राखेको छु। गाईको गौत बगेर जानको लागि यहाँ कुलो बनाइएको छ। यो कुलो सिधै गएर आफ्नो बारीमा छ, उतापट्टि तरकारी बारी छ, यो गौत गएर त्यहीँ मिसिन्छ। दोहोरो आम्दानी गर्नु छ भनेदेखि हामीले सानो ठाउँमा पनि यसरी गर्न सकिन्छ। घाँसको लागि यो बारी, यो मकैहरू सबै हरियो पोलेर खाने मकै बेच्ने खालको लगाएको छु। मकै लान्छन् मान्छे आएर, पछि यो हरियो ढोड गाईको दानाको लागि अति उपयुक्त हुन्छ। यो पाटाको मकैहरू पनि यस्तै
गाईको चाराको लागि गरिएको छ। साथै त्यो छेउछेउमा नेपियर घाँसको बिउ लगाएको छु। ऊ परसम्म गाईको लागि हरियो घाँस नै अति उत्तम हुने भएकोले हामीले घाँसको जगडा चाहिँ गर्नुपर्ने हुन्छ। मैले चाहिँ यो गोठ पिल्लर, सिमेन्टको पिल्लर रेडिमेड पाउँछ त्योबाट किनेर बनाएको छु। यो 30 बाई 26 को गोठ हो, जसमा यो एकापट्टिको यो भयो, एकपट्टि गाई बाँध्ने र यतापट्टि पनि यो साइडमा पनि डोट बनाउनु पर्ने छ। केही समयपछि यसमा बनाएको भिडियो त म हालि नै हाल्छु। यसरी गर्दाखेरि यदि 8-10 वटै गाई पाल्ने हो भने यति ठुलै चाहियो, नत्र सानो थोरै अथवा 2-3टा मात्र पाल्ने, धेरै पाल्न सक्ने छैन भने पनि यसै गरी पिल्लर किनेर गोठ उनीहरू मान्छेहरू नै आएर रेडिमेड बनाइदिनुहुन्छ। यो चाहिँ हाम्रो हेटौँडाको सिमेन्ट रोडबाट भित्र छिर्ने बेलामा कुखुरिनी खोलाको पुल नजिक यो पिल्लरहरू राखेर बेच्ने ठाउँ छ। यदि कसैलाई चाहिन्छ भने म नम्बर पनि राखिदिन्छु। यो निशा गाई फार्म चाहिँ मकवानपुर जिल्ला हेटौँडा 13 नम्बर वडा पवित्र टोल स्थित रहेको छ। यदि गाई चाहिन्छ भनेदेखि आउन सक्नुहुन्छ, हेरेर लैजान सक्नुहुन्छ। हस् त, अहिलेको लागि यति नै गर्न चाहन्छु। आज अथवा भोलितिर फेरि कुनै नयाँ गाई आउँछ भनेदेखि त्यसको पनि भिडियोमा हाल्छु। गाई चाहिन्छ भनेदेखि आएर हेरेर लैजानु पनि सक्नुहुन्छ। हस् त, धन्यवाद। साथै जाँदै निशा गाई फार्म अथवा निशा काउ फार्म च्यानललाई चाहिँ सपोर्ट गर्नको लागि सब्सक्राइब, लाइक, कमेन्ट गर्न सक्नुहुन्छ। हस्, धन्यवाद।